अस्ति ठिक छ क्या यार आज फुल्ली हामी नेचर यो गयो होइन जस्तै एनाकोन्डै आउला यार पिस ठाउँ हो गोइलाई पोल्ने भने ठिक छ क्या गोइला पोल्दैन यो गोइला हैन चोइला छोइला के छ गोकुल एलसी के छ आउने हेर्नु त तिमीहरू सुतिने यहाँ हामी यहाँ कहाँ न्युजिल्यान्डबाट कटेर अर्को ल्यान्ड आइल्यान्ड पनि कटेर स्विजरल्यान्ड यस्तो हरियाली त्यो बाख्राको दुध हो के बाख्राको दुध खायो भने भाइ बाख्रा जस्तो हुन्छ बाख्रा जस्तो होइन क्या दोस्ती बाख्राको दुध खाएर बोका हुन्छ यो आज मलाई काम लाग्छ कि यो दुईटा खाएर जान्छु दुईटा चाहियो दोस्ती यार त्यस्तो नगर यार तिमी यार एकछिन भ्लग लगाउनु कि कट्टो खोलेर नि भ्लग गर्नु है गराइदिने हो क्या म त फेरि पुरै बबाल ठाउँ हो गाइज देख्न सक्नुहुन्छ सब हरियाली हो सामान्य आइसक्यो हाम्रो है रात हाम्रो दुईटा हातले नुन अलिकति मात्रै छर्कै अलिअलि सानो मासु पनि पकाउनु पर्छ यहीँ मसला यता ल्याउँछ त्यो मसलाको म यहाँ हेड सेप हो यता ल्याउँछ यहाँ ल्याउँछु चट्टोसँगले के गर्ने सकिदिउँ तिमीले यो तरिकाको हो क्या सबलाई एकै ठाउँ अलग तरिकाले कागती एउटा लेख्नु होइन त धेर नहाल नि जिग्री तिमी चाहिँ म यहाँ अझै त्यसै कम छ एकसँग नआउ न जिग्री हेर्नु त ए यसमा पानी हालेर ल्याउँ उहाँबाट त्यो बोतलमा लिएर फोहोर नबना एउटा प्लास्टिक खोलो त ढोका त्यहाँ पानी छ एक बोतल गाडीमै छ कालो डिकीमै हो होइन अगाडि यहाँ रहेछ त फोइल फोइलमा राखेर छोड्दै हामीले यहाँ आइडिया भर लास्टमा पोल लिएन भने पनि आगो बाल्दिने त्यो फोइलमा प्याक गरेर हाल्दिने चार्ज 1% मात्र हो त मेरो चार्ज गर न चार्ज हाल न अघि चार्ज हाल भने गीतै बजाउनु ध्यान छ त्यहाँ चार्ज गर्दै गीत बजाउनु केही हुन्न हो पावर ब्याङ्क लिएर आएको गाडीमै एकछिन स्टार्ट होइन त्यो गाडीमा अलिकति मसला लागेन कि लागेको छ अहिले भरेलाई राखौँ ल ड्याम 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 पोलौँ त मासु रेडी भइसक्यो अलि मजाले आगो बलाउनु यत्रो ठुल्ठुलो ल्याम्पमा हाल्नुपर्छ क्या एक एकतिरबाट टोक्ने भने फेरि जोगाएर गरौँ है काट्ने कुरा त यहीँ हालिन्छ नि काट्ने त कसरी काटे अघि कागती यसले काट्दिने काट्ने तरिका खुलेन के यहाँ ल्याउ न यार के खुलेन भन्छ यार त्यस्तो न मेरो सबै खुल्छ दाइले बनाउँदैन राम्रो चिया बनाउनु मैले चाहिँ चिया दाइले
पिरोवाला चाहिँ खाऊँ न यो हाटको पिरो हो पानी चाहिँ पानी जाम जाम भन्यो अब अर्को गाडीमा पनि त्यो चाहिँ पढ्नु भयो No battery. Please charge. गाडी स्पिकरमा ब्याट्री कम हो यो चाहिँ त्यसमा चार्ज छैन गल्ती होइन कि यो माथि गाडी गरेर ए अघि बनाएको हैन नि आज चाहिँ आउने भनेको हैन नआला भरे किन भनेको हैन भरे कहाँ गर्ने किन आउँछु भने पेपर सके सबै त्यो हो त्यो अहिले फेभरै छैन अलिकति अब अलिकति फेभर छैन अघि भन्नु ल्याउँछु फ्लेभर छैन फ्लेभर हामीले जस्तो हिजो अघि जस्तो किन ल्याएन र No battery. Please charge. यति थियो क्या हिजो होइन अस्ति भर ल्याएको बिहे भइजाने बेला किन लिएर आएको हो मैले बिहे भइजाने बिहे गएको हिजो त गएको थियो अस्ति त गएको पानी नपर्दै हुन्थ्यो ए भाइ यो भाइले धोयो होइन त्यो जाँदैन हौ तेलको जाँदैन जाँदैन हौ तेलको मानेन हातले गइरहेछ जानै मान्दैन भन्छ मलाई धोएन यार यो त खाने मान्छे सबैले खाने है घाँसले घोड्देऊ न त्यो बिस्तारै कत्रो दाममा छ यार नुन चाह्यो भने चिप्सबाट अलिअलि नुन लागिहाल्छ नि म पनि यार हरियालीमा आहा म त यहाँसी पनि बाटोमै कहाँबाट त झन् मजा ओहो ठिक छ क्या झोला ग्याङ खोइ त गीत सुन्दै झोला ग्याङ कत्रो यहाँ मासलो न कालो रातो न रातो भइसक्यो बोसो सही रहेछ गिटार बजाउनै जान्दैन के ल्याउनु नि हो सिक्नु पर्छ आगो बाल्नु हुन्छ नि त्यो गर्नको लागि चाहिएको थियो कि मलाई अघि बिहानै
हाँस कस्तो मजाले पौडी खेलेको हाँस मैले यस्तो दामी हुन्छ छोइला बनाएर हान्दा उडेर अस्तिबाट केटाले त मासुमा हाल्ने बेसार खुर्सानी तल हाले हो त घाँस त्यो अघि पोल्टेर हो ओके छ के दोस्ती चितो खाइदिउँ न त अलिअलि मासु एक दुई पिस हाल्नु न टुक्रा टुक्रा अलिकति तलतिर यो हड्डी हाल्दिनु अब त्यो त्यो हुकाको त्यो गोलो खालको निकाल त भाइ त्यहाँबाट त्यसले अब मासु काट्ने एकदम पर मोला केटा अर्को काट्दै मसलाहरू हाल्नु पर्यो मिट मसला हाल्नु मिट मसला टन्न आलम आलम झन् जाउँ यो त राम्रो राम पाकेको दामी हजार हो त रेडी छ लौ त जिग्री दाइले खतरा उयो गर्नु दाइले त्यो भाग भागमा हाल्दिनु ठिक छ क्या विन्डो देखियो नि त यार देखौँ म पारै बोल्नु जस्तो भयो हो यहाँ हेर न अब चाहिँ अति भयो सुन्तला यो के को होला यहाँ केटा चाहिँ घटी त यहाँ भ्याउँदै ल्याएर त्यो पाक्यो भने आयो ए त्यहीँ मुनि रहेछ यार हो त्यसमा त अलिअलि मासु पनि छ त्यही माथि फालिराखौ त यार बिग ग्याङ कोप्यो डाउनलोड कसको मेरोमा छ क्या मेरोमा चार्ज गरेर नि मेरोमा चार्ज गरेर मेरोबाट गर्छ समातिने डढेछ के भन्दा त्यही हुँदैन यस्तो हामी यहाँ बाल्ला माटो खाएर हुर्के मान्छे अघि मसलामा 2-3 वटा माटा हालिदिसक्यो मैले ठिक छ के भन्नु त्यस्तो काम नगर यार होइन पेटको जुका मर्छ पेटमा जुकै छैन भने के मर्छ जस्तै हाल्नु आगोले यो माटो मेटाउँछ सुन्तला ल केटा सुन्तला मुन्तला यो के हो टमाटर हो होइन सुन्तला मासु ढिलो पाक्छ त बोसो त पाकिहाल्छ नि ससेज त फेत्ला फुत्लु पारेपछि पाकिहाल्छ झन् दोस्ती यस्तो नगर नि यार तिमी पोल्दै खाँदै छाला त अघि पाकिसकेको मासु ढिलो पाक्छ त्यो काट्ने ल्याऊ भाइ ए तपाईँ ल्याऊ त्यो पछाडिको त ऊ दिनु त दाइ त्यो कागज दिनु न छिटोको त्यो खाली कागज ऊ राख्नुहुन्छ पोरोसो राख्नुहुन्छ त्यो बोसो ल्याऊ त यो त यो वाला कटिङ पाइएको हो क्या बाटा मुटेको क्या यसरी पोल्ने हो क्या कसले मैले छोरा मान्छे बाटो नबुझ्ने पो हुन्छ ल गाइस पट भएर नीति भएर ठिक छ क्या त्यो हेरेको हेरे
कसरी हिँड्ने गाइस अब हामी खाना लाग्यो है त